फ्रेन्ड्स एआई प्लस कम्पनीले आफ्नो दुईवटा फोनहरूलाई इन्डियामा लन्च गरिसकेको छ। जस्तै एआई प्लस नोभा 2 अल्ट्रा र एआई प्लस नोभा 2 5G लाई इन्डियामा लन्च गरिसकेको छ। सिरियसली अहिले चाहिँ यिनी फोनहरूलाई एकदमै राम्रो प्राइस पोइन्टमा चाहिँ लन्च गरेको छ र हाम्रो नेपालको बारेमा कुरा गर्नु पर्दा पछिल्लो समयमा यो ब्रान्डले चाहिँ आफ्नो दुईवटा फोनहरूलाई नेपालमा लन्च गरेको थियो भने यिनी फोनहरू पनि हाम्रो नेपालमा आउनेछन् र आजको भिडियोमा चाहिँ हामी कुरा गर्नेछौँ एआई प्लस नोभा 2 5G मोबाइलको बारेमा, मोबाइलका स्पेसिफिकेसन तथा यो मोबाइलमा तपाईहरुलाई के कस्ता फिचरहरू दिएको छ, साथै हाम्रो नेपालमा कहिलेसम्म आउनेछ र के कति प्राइस पोइन्टमा आउनेछ, सम्पूर्ण विषयमा आजको भिडियोमा जानकारी दिँदैछु। त्यसैले यो भिडियोलाई एकछिन पनि स्किप नगरी अन्त्यसम्म हेर्नुहोला र अब चाहिँ तपाईहरुको टाइम वेस्ट नगरी सुरु गरौँ आजको भिडियो। फ्रेन्ड्स, आगामी दिनमा अरु यस्तै इन्ट्रेस्टिङ भिडियो हेर्नको लागि प्लिज हाम्रो च्यानललाई सब्स्क्राइब गरेर राख्नुहोला, साथमा यो भिडियोलाई लाइक र शेयर पनि गरिदिनुहोला। सबैभन्दा पहिला हामी कुरा गरौँ एआई प्लस नोभा 2 5G मोबाइलको डिजाइन र डिस्प्लेको बारेमा। डिजाइनको बारेमा कुरा गर्नु पर्दा फोनको ब्याक साइडमा तपाईहरुलाई डुअल क्यामेराको सेटअप, त्यसैको साथमा एलईडी फ्ल्याश र बीचमा चाहिँ एआई प्लसको ब्रान्डिङ पाउनुहुनेछ। त्यसैगरी अगाडिपट्टि तपाईहरुलाई वाटरड्रप नचको डिस्प्ले पाउनुहुनेछ जसमा ग्लासको प्रोटेक्सन पनि दिएको छ। साथमा यो मोबाइलमा तपाईहरुलाई IP64 को रेटिङ पनि दिएको छ। ओभरअलमा डिजाइन र बिल्ड क्वालिटीको बारेमा कुरा गर्नु पर्दा डिजाइन र बिल्ड क्वालिटी चाहिँ राम्रो छ। तपाईलाई चाहिँ यो मोबाइलको डिजाइन कस्तो लाग्यो प्लिज कमेन्ट लेखिदिनु होला। अब हामी कुरा गरौँ मोबाइलको डिस्प्लेको बारेमा। तपाईलाई यो मोबाइलमा 6.7 इन्चको HD प्लस IPS LCD प्यानल दिएको छ। साथमा तपाईलाई यो डिस्प्लेमा चाहिँ 120 हर्ट्ज को फास्ट रिफ्रेश रेट पनि दिएको छ, यानी कि डेली युसेजको लागि डिस्प्ले एकदमै स्मुथ हुनेवाला छ। अनि ब्राइटनेस तपाईलाई यो डिस्प्लेमा 600 निट्स पिक ब्राइटनेस दिएको छ। इन्डोर युजको लागि तपाईलाई यो डिस्प्लेमा त्यस्तो कुनै प्रब्लम आउने छैन, तर अलिकति डाइरेक्ट सनलाइटमा युज गर्दाखेरि तपाईलाई भिजिबिलिटीको चाहिँ प्रब्लम आउन सक्छ। अदरवाइज 15,000 को प्राइस अनुसार मोबाइलको डिस्प्ले क्वालिटी चाहिँ राम्रो रहेको छ। तपाईलाई यो डिस्प्लेमा कन्टेन्ट वाचिङको लागि र गेमिङको लागि त्यस्तो कुनै प्रब्लम आउने छैन। त्यसैगरी चिपसेटको बारेमा कुरा गर्नु पर्दा तपाईलाई यो मोबाइलमा युनिएसओसी को T8200 चिपसेट दिएको छ, जुन चाहिँ एउटा 6 न्यानोमिटरमा बनेको चिपसेट हो र यो चाहिँ एउटा 5G चिपसेट पनि हो। साथमा LPDDR4S को र्याम टाइप र UFS 2.2 को स्टोरेज टाइप पाउनुहुनेछ। रिड एन्ड राइट स्पिड तपाईलाई यो मोबाइलमा डिसेन्ट पाउनुहुनेछ। अब फ्रेन्ड्स, यो चिपसेटको एन्तुतु स्कोरको बारेमा कुरा गर्नु पर्दा यसको स्कोर लगभग 4.5 लाख जति आउँदछ, यानी कि 15,000 को प्राइस अनुसार परफर्मेन्स तपाईलाई यो मोबाइलमा एकदमै राम्रो पाउनुहुनेछ। फ्री फायर जस्तो गेमहरू एकदमै राम्रो तरिकाले तपाईलाई यो मोबाइलमा खेल्न सक्नुहुनेछ र बाँकी सोशल मिडिया एप्सहरू युज गर्नको लागि पनि तपाईलाई यो मोबाइलमा त्यस्तो कुनै प्रब्लम आउने छैन। अनि सफ्टवेयर तपाईलाई यो मोबाइलमा आउट अफ द बक्स एन्ड्रोइड 16 दिएको छ, जुन कि नेक्स्ट क्यू OS मा रन गर्दछ, जसमा तपाईलाई सफ्टवेयर एक्सपिरियन्स चाहिँ डिसेन्ट पाउनुहुनेछ। अब हामी कुरा गरौँ क्यामेराको बारेमा। तपाईहरुलाई यो मोबाइलमा 50 मेगापिक्सलको प्राइमेरी सेन्सर, अर्को चाहिँ एआई लेन्स दिएको छ भने सेल्फी क्यामेरामा चाहिँ 8 मेगापिक्सलको सेल्फी क्यामेरा सेन्सर दिएको छ। भिडियो रेकर्डिङको बारेमा कुरा गर्नु पर्दा दुवै क्यामेराहरूबाट तपाईहरुले 1080 को 30 fps सम्म चाहिँ भिडियो सुट गर्न सक्नुहुनेछ। ओभरअलमा क्यामेराको बारेमा कुरा गर्नु पर्दा 15,000 को प्राइस अनुसार यो मोबाइलको क्यामेरा सेटअप चाहिँ राम्रो रहेको छ। तपाईहरुलाई यो मोबाइलमा क्यामेराको मामलामा कुनै पनि प्रब्लम आउने छैन। त्यसैगरी ब्याट्री तपाईलाई यो मोबाइलमा 6000 mAh को बिग ब्याट्री दिएको छ, जसलाई चार्ज गर्नको लागि 18 वाट को चार्जर बक्समा पाउनुहुनेछ र ब्याट्री ब्याकअप तपाईलाई यो मोबाइलमा 1.5 दिनको चाहिँ मजाले पाउनुहुनेछ। प्राइभेसी र सेन्सरहरूको बारेमा कुरा गर्नु पर्दा तपाईलाई यो मोबाइलमा साइड फिङ्गरप्रिन्ट स्क्यानर, फेस अनलक, चार्जिङको लागि टाइप सी पोर्ट र स्पिकर तपाईलाई यो मोबाइलमा सिंगल स्पिकर पाउनुहुनेछ, जसको क्वालिटी चाहिँ डिसेन्ट रहेको छ र बाँकी सबै बेसिक सेन्सरहरू तपाईलाई यो मोबाइलमा दिएको छ। तर तपाईलाई यो मोबाइलमा जाइरो सेन्सर चाहिँ दिएको छैन, यो कुरालाई चाहिँ ध्यानमा राख्नु होला। फ्रेन्ड्स, अब हामी कुरा गरौँ एआई प्लस नोभा 2 5G मोबाइलको नेपाली एक्सपेक्ट प्राइसको बारेमा। यो फोन चाहिँ इन्डियामा यसको 4+64GB लगभग 14,500 को प्राइस पोइन्टमा लन्च भएको छ। यदि यो फोन हाम्रो नेपालमा 15-16,000 को प्राइसमा आउँछ भने पनि फोन चाहिँ एकदमै राम्रो रहेको छ। स्पेशली तपाईलाई यो मोबाइलमा पर्फर्मेन्स र ब्याट्री ब्याकअप चाहिँ एकदमै राम्रो पाउनुहुनेछ।
अब लन्च डेटको बारेमा कुरानु पर्दा अहिले चाहिँ हामीलाई यो मोबाइलको लन्च डेटको बारेमा कुनै पनि इन्फर्मेसन मिलेको छैन। यदि मिल्यो भने हामी तपाईहरुको लागि यो मोबाइलको डेडिकेटेड भिडियो बनाएर आफ्नो च्यानलमा अपलोड गर्नेछौँ। त्यसको लागि प्लिज हाम्रो च्यानललाई सब्स्क्राइब गरेर राख्नु होला। लौ त साथीहरु, यदि नै थियो आजको भिडियो तपाईलाई कस्तो लाग्यो? भिडियो मन परेमा एउटा लाइक पनि गरिदिनु होला। यदि नयाँ साथीभाइहरुले हाम्रो च्यानललाई पहिलोपटक हेर्दै हुनुहुन्छ भने प्लिज हाम्रो च्यानललाई सब्स्क्राइब गरेर राख्नु होला। अर्को भिडियोमा भेटुने बाचा गर्दै आजलाई बिदा लिन्छु। हवस्, धन्यवाद। जय नेपाल।